दिन सम्पूर्णमा मेरो बिहानको गोठको धन्दा सकेर सेवा पूजा गर्ने सुसार भएको छ। सेवा पूजा गरे, बिहानको सेवा पूजा आरती गरेर अनि पानी, तातो पानी बिहानमा मनतातो पानी, त्यसपछि नानी बाबुको टिफिन रेडी गर्दै खाजा बनाउनु पर्यो। बच्चाहरूलाई टिफिन बोर्डिङ स्टार्ट भइसकेको छ। हामीलाई कति बिहानमा त एकदम हतारो हुन्छ। त्यही भएर टिफिन केराको चिप्स बनाइदिँदैछु बाबु नानीलाई खाना खुवाउँदै। बच्चालाई खाना खुवाउन मेन टास्क हुने नै खाना खुवाउनु। त्यसपछि उहाँले घाँस लिएर आइपुग्नु भयो। हामी दुईजनाबाट घाँस निकाल्दैछौँ। वस्तु भाउ छन्, त्यसका लागि पनि केही गर्नै पर्छ होइन। बाबु नानी त्यसपछि खाना खाएर रेडी भएर उनीहरू स्कुल गए। स्कुल गएपछि घरमा कति धेरै काम हुन्छ होइन। उनीहरू गएपछि घाँस मिसिन लगाउन थालेँ म चाहिँ। गाईबस्तु सम्पूर्णलाई घाँस उहाँ आइपुग्नु भयो फेरि बाबु नानी छोडेर। अनि उहाँले नि साथीलाई आइपुग्नु भयो घाँस लगाउन। मैले चाहिँ गाई बस्तीको सफा गरेको थिएँ।